साथी हो फर्स्ट क्लासमा एउटा बुदुना आएछ ल धन्यवाद साथी हो यो बुदुना यो गयो झोलामा Yes, listen. Yes, big fish. Wow. Look at here. Endless. ल यो चाहिँ उम्काउनु भएन मस्त एउटा फेरि एउटा अहिले चाहिँ असला बल्ल असला पायो यो चाहिँ फर्स्ट असला बढे सक्दैन अब तपाईहरु सबैलाई स्वागत छ मेरो समसिङ्गो फिसिङ ब्लग च्यानलमा र आज भने म यहाँ फिसिङ गर्नुको लागि यहाँ खोला आइसकेको छु र आजको फिसिङमा विशेष जाल खेलेर देखाउने छु र माछा पर्यो भने पकाएर पनि देखाउने छु है अनि र आजको फिसिङमा सायद नाइट फिसिङ हुन्छ होला डे फिसिङ पनि हुन्छ दिनमा पनि म कास्टनेट गरेर नेट कास्टिङ गरेर देखाउने छु र रातमा पनि तपाईँहरूलाई देखाउने छु र अब भने भिडियो सुरु भइसकेको छ आज चाहिँ म यो मेरो च्यानलबाट फेरि नेपालीमा बोल्दैछु धेरैजना मेरो सब्सक्राइबर मेरा साथीहरूको रिक्वेस्ट भएको कारणले म आज फेरि नेपालीमा बोल्दैछु तपाईहरु सबैले यो भिडियोलाई इन्जोय गर्नुहोस् र अहिलेसम्म तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने अहिले नै यतिखेरै प्लिज सब्स्क्राइब गरिदिनुहोस् र भिडियो अन्तसम्म हेरेर तपाईहरुलाई भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस् र मन पर्यो भने लाइक कमेन्ट लाइक र शेयर पनि गरिदिनुहोस् अनि आजको भिडियो इन्ट्रेस्टिङ हुनेवाला छ है मजेदार हुनेवाला छ तपाईले हेर्दै गर्नुहोस् हामी दुईजना हुनेछौँ र आज हामी यहीँनिर क्याम्प बनाएर यहीँ बस्नेछौँ राति र आजको नदी भने यस प्रकार छ हेर्नुहोस् नदी यो ठुलो नदी हो है तर अहिले पानी घटिराखेको छ ड्याम यहाँ धेरैवटा ड्याम भएको कारणले घरिघरि पानी घट्दै बढ्दै गर्छ र यहाँ पानी घट्ने बढ्ने क्रमले गर्दाखेरि मैले अघिका भिडियोहरुमा सबै भनिसकेको छु र यहाँनिर अलिक होशियारसित खेल्नुपर्ने हुन्छ र म चाहिँ अब धेरै वर्षदेखि यहाँ खेलेको कारणले अनि धेरै वर्षको एक्सपिरियन्स भएकोले गर्दाखेरि
यहाँ पानी बढ्दैछ भने पनि मलाई थाहा हुन्छ र घट्दै गरेको सबै मलाई थाहा हुन्छ र तपाईहरूलाई पनि म हुनसक्छ भने भरे घट्दै गरेको बढ्दै गरेको पनि म तपाईहरूलाई देखाउने छु र मेरो भिडियोमा बनिराख्नुहोस्। अब भिडियो सुरु भएको छ। अब केही क्षणपछि म यहाँ टेन्ट सेटअप गर्नेछु र त्यसपछि म नेटकास्टिङको लागि निस्किनेछु। लिनुहोस् साथीहरू, आजको मेरो जाल यो छ। यसले यो खेल्नेछु जाल। रेडी छ। अब केही क्षणपछि हामी जाल खेल्नेछौँ। दुईजनाको बसाइ यही हुनेछ। यही हो आज हाम्रो घर। ल साथी हो, अब चाहिँ हामी यो पारी तरेर यो पारी एकछिन जाल खेल्ने। अहिले दिउँसो परे पनि नपरे पनि के होला हेरौँ। ल साथीहरू, लाग्नेछौँ। अब जाल यहाँ रेडी गरेको छु। जाल दिनु है त। ल लागौँ अब हामी पारीतिर लाग्नेछौँ। बाटो पानी खोला एकदमै चिप्लो छ र पानी धमिलो भएकोले गर्दाखेरि भित्र राम्रो देखिँदैन पनि के छ कसो छ। सो एकदमै जोगेर हिँड्नुपर्ने अवस्था हुन्छ र यत्रो नदी तरेर जानुपर्छ। यो पनि अलिकति जोखिमपूर्ण नै छ है। र साथीहरू, अब एडभेन्चर हो, यति त गर्नै पर्ने हुन्छ। ल साथी, यस्तै छ है नदी। र पछाडि मेरो सहयोगी साथी आउँदैछ र अब पानी अहिले कम्मरसम्म आइपुग्न लागेको छ। ल है साथीहरू, यस्तै छ। धमिलोले गर्दा देखिँदैन आँखा। पानीभित्र के छ पानीभित्र यत्रो ठुलो मगरमच्छ नै छ भने पनि हामी हेरेको हेरे हो, धमिलो भएकोले गर्दा। र लु साथीहरू, हामीले त्यो पारीबाट तरेको त्यो पारी हाम्रो टेन्ट देख्दैछ र यो हामीले एउटा खोला तरिसक्यौँ। यो हेर्नुहोस्, यो टापु देख्नुहुँदैछ। टापुको बिचमा हामी छौँ साथी हो। अब हामी जाल खेल्न सुरु गर्नेछौँ। हो साथी हो, अब हाम्रो जाल खेला सुरु गर्नेछौँ दिउँसोको। अब दिउँसो त साह्रै माछा पर्दैन र पनि हेरौँ के हुँदो रहेछ। अरे ल साथी हो, फर्स्ट कास्टमा एउटा बुदुना आएछ। ल धन्यवाद। साथी हो, यो बुदुना यो गयो झोलामा। ल साथी हो, यो हाम्रो सुरु भयो।
त्यो अड्किहालेको अवस्था छ है। यताबाट यसो अरे ल दोस्रो बुदुना पार्न सफल। ल हेर्नुहोस् है साथी बुदुना, अरे त्यही पनि जान खोज्दैछ। दुईटा बुदुना मार्न सफल। ओ आयो बुदुना आउँदैछ। ल है हेर्नुहोस् तेस्रो बुदुना। तेस्रो बुदुना मार्न सफल।
बल बेसी भएछ अलिक परै गइगयो अरू एउटा माछा पक्रिन सफल हेर्नुहोस् यो हो चेप्टी माछा खोला साह्रै चिप्लो छ भित्र लेउ पुरा छ घरि घरि अड्किन्छ यो
बेसी ढाड भएको बेला ढाडले गर्दाखेरि
Yes, listen. Yes, big fish. Wow. Look at here. Endless. Look. यो चाहिँ उम्काउनु भएन त्यहाँ बस छिटो धौलामा हालिहाल्नुपर्छ होइन अहिले फेरि झरिरहन्छ यसको घरिघरि त कहाँ पर्छ है ठिकै छ एउटा मजाको पर्यो ओके चिप्लो छ चिप्लो साह्रै नै चिप्लो मित्रहरू बहुत चिप्लो छ हेर्नुहोस् है खुट्टा टेकिसक्नु छैन यति बेसी चिप्लो छ
बाफरे यो चिप्लोसँग नै सकिएन, अरू सबै कुरो ठिकै छ। खोला दुःख सुख तरिहालिन्छ, चिप्लो तर्न सकिएन, चिप्लोले नै रुवायो। खुट्टा टेक्ने ठाउँ छैन। ओए ओए एउटा फेरि एउटा अहिले चाहिँ असला बल्ल बल्ल असला पायो। यो चाहिँ फर्स्ट असला परबाट देख्नु हुँदैछ भने यति हुँदैछ। यो अब छिटो छिटो यहाँबाट तर्नुपर्ने हुन्छ। पानी कतिखेर बढ्छ थाहा हुँदैन। म अब निस्किँदैछु यहाँबाट। ओइ ल साथीहरू बेलुकाको लागि सब्जी टन्नै पाइयो। अब बेलुकाको सब्जीको लागि चाहिँ हामीलाई टेन्सन छैन। अब बाहिर निस्कौँ, पानी बढेको जस्तो छ। यसरी पानी बढेको हामीलाई थाहा हुँदैन।
सतर्क हुनुपर्ने हुन्छ र हामी अब यतिकै पारी छिरिहाल्नेछौँ। बढे सक्दैन, अब सक्दैन हो यतै त। ल पानी बढिहाल्यो। अब हामी यो टापु बिचौँ बिच बस्नेछौँ। पारी अब पानी त अब अलिक पानी र कम्ती भएपछि मात्रै हामी पारी तर्नेछौँ। अहिले त यहाँ नै यत्रो भइसक्यो, हेर्नुहोस् यहाँ नै अब मान्छे डुब्ने अवस्थाको भयो। सो अब हामी उता अलिक छेउतिर निस्किनेछौँ। हामीले माथिबाट क्रस गर्ने कोसिस गऱ्यौँ, सक्यौँ न। पानी बढेर ठुलो भएर आएको छ, देख्न सक्नुहुन्छ है। हेर्नु होला। र अब हामी फेरि पनि कोसिस गर्दैछौँ यहाँबाट। अब यसो सिधा पारी क्याम्प देख्नु हुँदैछ, हेर्नुहोस् यो क्याम्प भएकोमा हामी जाँदैछौँ। अब तर्नुपर्ने नदी चाहिँ अलिक ठुलै छ, हेरौँ हामी कोसिस गर्दैछौँ र हाम्रो कोसिस जारी छ। अब हेरौँ है के हुन्छ। यहाँ हामीले क्यामेरा पनि जोगाउनु पर्ने हुन्छ। हेर्नुहोस् है, हामी कोसिस चाहिँ पुरै, हाम्रो कोसिस चाहिँ पुरै जारी छ। अब यहाँनिर चाहिँ अलिक मुस्किल छ, तर पनि हामी कोसिस गर्नेछौँ। यहाँ डह्रो छ, यो समात गहिरो। फोन लिएर ओइ ओइ फोनले फेरि फोन मात्रै दिन्छ। यो डोरी बिस्तारो हल्का समाउँदै पार गरेर चाहिँ हात पनि देख्छ सँगसँगै पार। जाल मात्रै नै जोड्नु, पट्टै उक्लेर आउँछ। अब त सरी है साथी हो, बडा मुस्किलले तर्यौँ। हेर्नुहोस् है, बहुत मुस्किलले तर्यौँ है। बहुत मुस्किलले तरेको अवस्था। पानी यत्रो ठुलो समुद्र तर्नु भनेको मुस्किल कुरा हो। हेर्नुहोस्, मुस्किलले तरेर आयौँ दुई भाइ। र अब अहिले खोला हेर्नुहोस्, यो रेला छैन। हेर्नुहोस् यो कति ठुलो खोला हो भन्ने कुरो चाहिँ, नदी हो भन्ने कुरो चाहिँ यहाँ तपाईँले प्रत्यक्ष देख्नु हुँदैछ। र एउटा सानो लौरेलाई तार्नुले गर्दा मलाई पनि निकै गाह्रो पर्यो र पनि हामी तर्यौँ। ल त साथी हो, हेर्दै गर्नुहोस्, यहाँ आधा किलो माछा अलिकति बेसी छ। यो ठुलो नै झन् आधा किलो होला।
अन्त यहाँ मसिनो 7-8वटा छ गर्दा आधा किलो बेसी नै छ र बेलुकाको लागि हामीले सब्जीको इन्तजाम गरिसकेका छौँ। अब केही क्षणमा फेरि हामी अब के हुन्छ तपाईँहरूलाई देखाउँदै गर्नेछौँ। ल यो यहाँ अब सुरक्षित बस्नेछ। खाना पाक्दैछ यो माछा। अब केही कुरो राम्रोसँग देखाउन पाइँदैन। हेर्नुहोस् यो चाहिँ सब्जी। दिनमा मैले एउटा ठुलो माछा पारेको थिएँ, त्यही सब्जी पकाउँदैछु र मसिनो अलिकति राखेको छु। अहिले भर्खर खेलेर फेरि अलिक पारेको छु र त्यो पानीमा छ, बिहान देखाउने छु तपाईँहरूलाई। अन्त अहिलेको चाहिँ अब यस्तै छ। रातिको सर्भाइभको लागि हाम्रो यो हाम्रो हेलोजिन हेर्नुहोस्, यो बलेकोमा राम्रो देख्दैन रहेछ है। ओके, हाम्रो हेलोजिन, यो हेलोजिनको लाइट हो यो। अब सब्जी पाक्नु छ र खाना यहाँ यसरी पकाएर राखेको छु। साथीहरू अब चाहिँ हामी ट्रेनभित्र पसिसकेका छौँ र यतिखेर रातको 9:30 बजेको छ। अब चाहिँ हामी सुत्नु लागिरहेछौँ। अब सुत्छौँ है। सबै मित्रगणलाई गुड नाइट र भोलि बिहान उठेर अब भोलि फेरि के हुन्छ हामी तपाईँलाई देखाउनेछौँ। र बिहानसम्मको लागि चाहिँ बाई बाई, गुड नाइट। हेलो फ्रेन्ड्स, गुड मर्निङ। हामी यतिखेर 2 जना उठिसकेका छौँ र बिहानको यतिखेर 3:17 3:15 हुँदैछ र अब भने पानीको स्तर पनि घटेको छ र हामी फिसिङ गर्न जाँदैछौँ। र साथीहरू हिजो हामीले जति फिसिङ गर्न सकेका छौँ पुरै अलिअलि माछा राखेको छौँ है। अलिक हिजो एउटा पकाएर खायो, ठुलो एउटा। अब अहिले कति पाउँछ सो बिहान तपाईँहरूलाई देखाइने छ। अहिले पनि हामी भ्लग गर्ने कोसिस गर्छौँ र हुनसक्छ भने चाहिँ तपाईँहरूलाई देखाउने प्रयास गर्नेछ। ओके, फाइनल्ली अब तपाईँहरूलाई आज रातभरिको मेरो मेहनत तपाईँलाई देखाउन गइराखेको छु। यता ल्याउँदा यता। र यो चाहिँ आज रातभरिको माछा हेर्नुहोस् है, यति भएको छ। सबै लाइभ छ, जालको माछा हो है, उफ्रिँदैछ। ल साथीहरू, यहाँ 3 किलो माछा छ है। ओके गाइस, नेक्स्ट डे मर्निङ हाम्रो ब्रेकफास्ट अब स्टार्ट हुन लागेको छ। हेर्नुहोस् यो माछाको टाउको, माछा सुप, अचार हेर्नुहोस्। ल अब हामी खानु गइराखेका छौँ। साथीहरू, खोलाबाट घर आइपुगेको अवस्था। यहाँ सबै बेडिङ बिसाएर भर्खर लिनुहोस् है साथीहरू। हामीले रातभरि दुःख गरेर मेहनतको फल यो बोलमा। आधी बोल यहाँ 3 किलोभन्दा बेसी माछा छ। ओके साथीहरू, अब यो भिडियोमा भने यति नै र फेरि अर्को एउटा नयाँ भिडियोमा भेट्नेछौँ। तबसम्मलाई सबैसँग बिदा लिन्छु। सवारो नमस्ते।